आई एम एब्सोल्युटली एक्जस्टेड बाई दिस वर्ल्ड कप 2026. ह्यान्डलै हुँदैन यार यो म्याचहरू, यो प्यासनहरू, र वर्ल्ड कप भनेको यो भनेर पनि यसले प्रुभ गरेको छ. फ्यान्सहरूलाई हार्ट अट्याक देखाएको छ, कहिले कहिले हार्ट ब्रेक देखाएको छ, कहिले क्रेजी गेमहरू भएको छ, कहिले खेलाडीहरूको विदाई भएको छ, रिटायरमेन्ट भएको छ म्याचपछि. लेट्स स्टार्ट विथ द गेम विच वी वान्ट टु डिस्कस, विच वी डोन्ट वान्ट टु डिस्कस पनि भन्छौँ. किनभने एकातिर नर्वेको इतिहास, नर्वेलाई तारिफ गर्न मन लाग्छ, अर्कोतिर ब्राजिलको हार्टब्रेक, नो, नेमारको हार्टब्रेक. नेमार डिजर्भ बेटरवाला फिलिङ सबैमा आउने के. नेमारले गर्दाखेरि फुटबल जस्तो देखिनलाई सक्यो, फुटबल इन्जोएबल भयो भनेर पुरै हुर्किँदै आएको. मेरो लागि पर्सनल्ली बेस्ट मेस्सी पछि सबैभन्दा फेभरेट प्लेयर नेमार. एकदमै दुःख लाग्यो. ब्राजिलियन फ्यानलाई जिस्काउनु त मजा आउँछ, आफ्नै भाइलाई जिस्काउनु मजा आउँछ. मैले जिस्काएँ, रिसाउन हालेँ, फ्रस्ट्रेट गराएँ. तर डिपली हेर्दाखेरि कस्तो भयो होला नेमारलाई, धेरै इन्जर्ड हुने प्लेयर. नेमारलाई मेस्सी रोनाल्डोसँग कम्पेयर गर्ने मिल्दैन, तिनीहरू छुट्टै हुन्. तर नेमारको एकदमै दुःखद कहानी छ. हरेक बेला हि वान्टेड टु पर्फर्म फर द टिम, हि वान्टेड टु डु नाइस. इन्जरीले पुरै आफ्नो करियर नै उसको झन् पिक समयमा उसलाई गाह्रो भयो. हि वान्टेड टु सो हु हि इज. आज केही गर्न सकेन. यस, वर्ल्ड कपमा इमोसनको कुरा हुँदैन, यस, तर इट वाज हार्ट रेन्चिङ मोमेन्ट. अझै त्यो रुँदाखेरि हि वाज कन्ट्रोलिङ हिमसेल्फ ग्राउन्डमा लास्टमा रोइहाल्यो. कसको बलले गर्दा रोयो? हालान्डको बलले गर्दा, ओडेगार्डको जिनियसले गर्दा, नर्वेको गोलकिपरको नाइल्यान्डको सेभहरूको कारणले गर्दा. त्यो लेफ्ट विङ राइट विङ हटाएर नयाँ लेफ्ट विङ राइट विङ अस्कार बब र के थियो त्यो लेफ्ट विङहरूको नाम मैले फेरि भुलेँ. नर्वेको वाट अ इन्सपायरिङ चेन्जेस. नर्वेको कस्तो राम्रो चेन्ज गर्यो हाफ टाइम पछि जो. किनभने सोर्लो दौडी नै सकेको थिएन अस्कार बब आएपछि. कस्तो राम्रो चेन्जेसहरू भयो त्यो. हालान्डले बलै पाएको छैन. त्यो मान्छेको क्लिनिक्यालिटी हेर्नुहोस् त. हाउ क्यान हि एकचोटि बक्समा त्यस्तो बल पायो त त्यही बेला 79th मिनटमा बल्ल त्यस्तो राम्रो बल पाएको थियो, त्यही बेला हानिदियो. त्यो मान्छे जति क्लिनिकल कोही पनि छैन. सेकेन्ड गोल त तपाईँले त्यति धेरै स्पेस दिनुभयो भने त्यसले मारिदिन्छ, होला मारिदियो, मन मारिदियो ब्राजिलको. लास्टसम्म ट्राई गर्न त सकिन्थ्यो नि. त्यो त स्पेस दिएको एकदमै हेलचेक्राइ थियो. त्यो त डिफेन्स एकदमै केयरलेसनेस भन्छु म. त्यति धेरै तपाईँले स्पेस दिन सक्नुहुन्छ भने. ग्याब्रियल मागेलेस, वाट अ पथेटिक पर्फर्मेन्स. आज त ग्याब्रियल भर्सेस हालान्ड, कहिले जित्ने कहिले हार्ने एउटाले यस्तो हुन्छ. नो, हरेक डुएल जित्यो हालान्डले, हरेक डुएल जित्यो. ग्याब्रियलले त केही गर्नै सकेन वर्ल्ड कपमा त. यो वर्ल्ड कपमा आजको म्याचमा त स्पेसल्ली हि वाज ट्र्यास. हालान्ड अन्ड हिम, त्यस भएर नै आज जितेको हो. अनि पोजिसन कति राखेछ, नर्वेको पोजिसन कति होल्ड गरेर प्रेस गर्नै सकेको छैन. उनीहरूले नर्वेलाई एकदमै सानो टिम जस्तो माने कि, एकदमै थोरै हेलचेक्राइ चाहिँ गरेकै हो. अनि फर्स्ट हाफमा पनि धेरै प्रेस गरेन, पोजिसन लिन खोजेको छैन. सेकेन्ड हाफमा हामीले हानिहाल्छौँ भनेको छ होइन. पेनाल्टी हान्दैछ, पेनाल्टी पछि ल पेनाल्टी भएन, त्यही पनि हामीले जित्छ, हामीले अट्याक गरेर बढी गर्न जाने छैन, क्लिनिकल भएको छैन. भिनिसियसको चान्स हल्का फुल्का मिल्यो, त्यो पनि सकेन. भिनिसियसलाई म केही पनि भन्दिनँ. हाम्रो भिनिसियस वाज गुड, तर भिनिसियसलाई रोक्नु राम्रो. एन्ड्रिकले त्यो चान्स मिस गरेर कुन्या भएको भए हान्थ्यो कि भन्ने कुरा थियो होइन. ब्रुनो गिमारेसको त्यो सेभ, ब्रुनो गिमारेस बिचरा मेरो अब न्युक्यासलको जर्सी कता छ, सधैँ लाउँछु, आफ्नो फेभरेट टिम हो, त्यसको क्याप्टेन हो. अब के गर्ने बिचरा यार, यस्तो उदाउँदो खेलाडी, एकदमै राम्रो प्लेयर हो, राम्रै खेल्यो मिडफिल्डमा आज, तर के गर्ने. पेनाल्टी टेकर त हो न्युक्यासलको लागि हाने पनि छ पेनाल्टी, तर मिस गर्यो चाहिने बेला. त्यसपछि
म्याचै हार्के हुन्थ्यो। नर्वे हार्थ्यो, सियोर हार्थ्यो। सुरुमा पेनाल्टी ब्राजिलले हानेको भए गेमै फरक हुन्थ्यो, चेज गर्थ्यो नर्वेले। नर्वे फ्रस्ट्रेट हुन्थ्यो। 0-0 तपाईँले राख्नुभएको छ, अहिले फिनिसै गर्नु भएन। एन्ड्रिकले फिनिस गरेको छैन, त्यसपछि नेमार आएपछि केही पनि खासै भएन। नेमार आएपछि पनि चान्स बन्न खोज्यो, पेनाल्टी पायो, लास्टमा हाने, तर त्यो बेलासम्म गेम भइएको थियो। सरी नेमार, यसपालि भएन, यो जुनीमा भएन। अब रिटायरमेन्टबाट फर्केर केही होला जस्तो लाग्दैन। अब चाहिँ त्यो मान्छे भइसकेछ। कोपा अमेरिकामा अब चान्स पनि दिन्न होला कार्लो एन्जेलोटी। कार्लो एन्जेलोटी 2030सम्म त बस्छ, आई सस्पेक्ट बस्दैन भन्ने चाहिँ बस्छ ऊ। अनि 2030सम्म चाहिँ वर्ल्ड कपमा कस्तो टिम बनाउँछ लेट्स सी। कोपा अमेरिका खेल्छ कि रिटायरमेन्ट फिर्ता लिएर, त्यो आश के हामीलाई। रिटायरमेन्ट फिर्ता लियोस्, कोपा अमेरिका भए पनि जितोस्, वर्ल्ड कप नजिते पनि नेमारले भन्ने आश त्यो अझै छ। लेट्स गो टु द ब्याङ्गर म्याच, खतरनाक म्याच। नर्वे र ब्राजिलको त नर्वे डोमिनेटेड, आफ्नो चान्स बढी नगरेपछि त छुट्टै कुरा भयो। ब्राजिलको लागि दुःख लाग्छ छैन, मलाई नेमारको लागि लाग्छ। द्याट इज द एन्ड पार्ट द म्याचको। त्योभन्दा बढी बोल्दैन, धेरै इमोसनल भएर पनि काम छैन। नेमारको लागि दुःख मात्र लागेको छ त्यहाँ। इङ्ल्यान्ड मेक्सिको, वाट अ गेम। भाग्रा लाएर खेल्यो, त्यो एल्टिट्युडमा खेल्दै नखेलेको टिम। एल्टिट्युड र एटिट्युडको कुरा थियो त्यहाँ, र त्यो पर्फर्मेन्स इङ्ल्यान्डले दिएको है। इङ्ल्यान्ड गेभ द्याट पर्फर्मेन्स। र मेक्सिको जसले 4वटा म्याच लगातार जितेर आछ, एउटा पनि गोल खाएको छैन, क्लिन सिट छ हरेक म्याचमा। दे वर बिटन इन द मोमेन्ट। त्यति नराम्रो खेलेको होइन, एन्ड टु एन्ड म्याच भएको थियो। इङ्ल्यान्डभन्दा बढी चान्स त मेक्सिकोले क्रिएट गरेको छ, मेक्सिकोले। बिचरा यस्तो स्टेडियमको त भाइब्स थियो, ओहो, द ग्रेटेस्ट भाइब्स इन द स्टेडियम भनेर अहिलेसम्म मैले जिन्दगीमा यस्तो कमेन्टेट गरेको नि, यति हल्ला भनेर। खतरनाक, इङ्ल्यान्डलाई गाह्रो नै बनाएको थियो जे सक्थ्यो फ्यान्सहरूले गरेका थिए। 12 म्यान भन्छौँ नि हामीले एस्टेका स्टेडियममा, खतरनाक एल्टिट्युडमा, जुनमा गाह्रो हुन्थ्यो इङ्ल्यान्डलाई खेल्नलाई। त्यहाँ एकदमै राम्रो पर्फर्मेन्स मेक्सिको आइरहेको थियो। अनलेस 2 मिनट पनि के, 90 सेकेन्डमा बेलिङमले 2टा गोल लगातार हानिदियो। द्याट वाज थोरै दुःख लाग्दो चाहिँ, द्याट वाज दुःख लाग्दो है। जति जे भने नि 90 मिनटमा 1 गोल खाए पनि हुन्थ्यो। मोमेन्टमा हार्यो कि, त्यसपछि 1 गोल फर्कायो हाफ टाइमभन्दा पहिला। 1 गोल फर्काएपछि 2-3टा चान्स यस्तो सजिलो बनाएको थियो, त्यो हानेन। 2-2 बनायो। हाफ टाइम पछि थोरै अब सेटल हुँदै गयो। त्यसपछि इङ्ल्यान्डले रेड कार्ड पायो। अब फेरि मेक्सिको अगाडि बढ्छ भन्ने हामीलाई लागेको थियो, तर के भयो, फेरि त्यही रेड कार्ड पाउने बित्तिकै फेरि फल गरेर पेनाल्टी हान्थ्यो। फेरि अब इङ्ल्यान्डले जित्छ भन्ने भयो। अनि 3-1 भयो। अब गाह्रै हुन्छ मेक्सिकोलाई भने, फेरि 1 गोल त हानिदियो, पठाइदियो नि त 1 गोल त, 3-2 गराइदियो। तर त्यही हो, अब तपाईँलाई 2 गोलको डिफरेन्स पुरा गर्न गाह्रो हुन्छ। 1 गोल 2-1 भयो भने जहिले पनि हान्न सकियो। 1 हानेपछि उता पुरै फुल डिफेन्स, 4-5वटा सबै डिफेन्डर सब्स्टिट्युट इन गरिदियो टुकेलले। बल्ल बच्यो। बेलिङमको लागि एउटा नराम्रो कुरा भयो, येल्लो कार्ड त्यत्तिकै जे पायो त्यो येल्लो कार्ड दियो, रिसाएर के गरेर पाएर। अब अर्को म्याच खेल्न पाउन्न। नर्वेसँग म्याच छ, हालान्डसँग म्याच छ। द्याट वाज अ फ्यान्टास्टिक म्याच, अल टाइम क्लासिक। कमेन्टेटरले जसरी भनेको थिए, इट वाज एन अल टाइम क्लासिक। इङ्ल्यान्ड वेयर ब्रिलियन्ट। त्यो रेजिलियन्स भन्छ नि, त्यो देखाउन, अनि आफ्नो एउटा जित्ने टिमको एउटा छ त तिमीहरूसँग त्यो रगत जित्नलाई, अनि यस्तो म्याचमा विन निकाल्नलाई। यस वी ह्याभ भनेर इङ्ल्यान्डले देखाएको छ, त्यो चाहिँ मान्नै पर्छ। अहिलेसम्मको बेस्ट टिम फ्रान्सपछि। मैले आफ्नो प्रेडिक्सन पनि वर्ल्ड कपभन्दा पहिला इङ्ल्यान्डले जित्छ भनेको थिएँ। लेट्स सी, त्यो त जित्छ कि जित्दैन, तर लेट्स सी के हुन्छ त्यो चाहिँ। तर इङ्ल्यान्ड सर्भाइभ छ अहिलेसम्मको लागि। अब हालान्ड भर्सेस केन, त्यो पनि मजा आउनेछ। नर्वेले ब्राजिललाई जसरी सजिलै जित्यो, सजिलै चाहिँ जित्न सक्दैन, किनभने मिडफिल्ड खतरनाक छ। एउटा मात्र फाइदा भएको छ, बेलिङम हटेपछि अट्याकिङ थ्रेट अलि कम भएको छ। नर्वेको लागि त्यो फाइदा हो, त्यो डिफेन्सिभ अलि थोरै ल्याप्सेस हुन्छ नर्वेको, त्यसको लागि फाइदा हो। आज आयरको जुन डिफेन्सिभ काम थियो, त्यो आफ्नोले पेनाल्टी जुन कन्सिड गरेपछि धन्न पेनाल्टी हानेन ब्रुनो गिमारेसले, अनि बच्यो। त्योपछि राम्रो पर्फर्मेन्स थियो, तर त्यही फाइदा भयो नर्वेलाई। बेलिङम जुन म्याच खेल्दैन, एन्डरसन र हाम्रो राइसको त त्यहाँ डिफेन्सिभली चाहिँ हल्लाउन चाहिँ गाह्रो छ। विङबाटै खतरनाक गरे पारो, किनभने राइट ब्याक 1000वटा ल्याएको, 1000वटै
बेहिए इन्जर्ड भयो बिचरा एलेक्जेन्डर आर्नल्डलाई ल्याएन टुकेलले, अहिले पछताइरह होला। लेट्स गो भन्छु म। ब्राजिलको मैले प्रिभ्यूमा पनि भनेको थिएँ त, मिडफिल्डलाई एक्सप्लोइट गर्छन्, विङलाई एक्सप्लोइट गर्छन्। मिडफिल्ड पनि स्लो थियो, विङ पनि फुस थियो, त्यहीबाट एक्सप्लोइट गरेर त्यस्तो भयो। मेरै कुरा सुनेको भए हुन्थ्यो कार्लो एन्चेलोटीले, के हाल्ने। फेरि म ब्राजिलको कुरामा धेरै जान चाहन्न, धेरै इमोसनल हुन चाहन्न। इमोसनल भइराखिन्छ फेरि ब्राजिलको कुरामा, किनभने नेमारको याद आइहाल्छ। लेट्स गो भन्न चाहन्छु। आज याद कसको आउँछ, यमालको आउँछ कि रोनाल्डोको आउँछ, त्यो पनि हेर्न बाँकी छ। आज के छ त प्रेडिक्सन? आज नेमारको जस्तो एन्डिङ हुन्छ, रोनाल्डोको दुःखद कि ही विल एडभान्स। स्पेन के गर्न सक्छ, बदला लिने कि युएफए नेसन्स लिगको, कि त्यही रिपिट हुन्छ? मेरो एउटा प्रेडिक्सन चाहिँ छ, पोर्चुगल विल प्ले बेटर देन क्रोसिया भन्दा, किनभने एन्ड टु एन्ड म्याच हुन्छ स्पेनसँग, द्याट विल बी बेस्ट। तर मिडफिल्डमा गेम कसले जित्छ भन्ने कुरा हो। यसपालि चाहिँ मिडफिल्डको गेम खतरनाक हुन्छ, किन स्पेनले बल दिन गाह्रो छ। तर स्पेनको अट्याकमा अझै पनि म भन्दिनँ त्यस्तो क्लिनिकल छ, त्यही भएर पोर्चुगललाई फाइदा चाहिँ हुन्छ। लामिन यामाल ह्याभ टु स्टप अप, ओर्जाबाललाई बल कति पुऱ्याउँछ भन्ने कुरा, तर अट्याकिङमा अझै पनि स्पेनको छैन। हेरौँ अब पोर्चुगललाई के गर्न सक्छ। आजको म्याच विल बी खतरनाक। यो म्याच जसले जित्छ क्वार्टर फाइनलमा चाहिँ इट वुड बी इजी, किनभने युएसए र बेल्जियम कम्पेरिटिभली इजी नै हुन्छ। युएसए र बेल्जियमको पनि म्याच छ जस्तो लाग्यो। युएसए र बेल्जियममा आई थिङ्क युएसएको बढी चान्स छ, तर आई एम रुटिङ फर बेल्जियम, किनभने मेरो डार्क हर्स बेल्जियम थियो। हस् त, धन्यवाद। रुसपुडहरूले हेर्दै गर्नु होला। आज लाइभ बस्छौँ, लाइभ आउनु होला, लाइभ रियाक्सन हुन्छ पोर्चुगल भर्सेस स्पेनको। धन्यवाद, नमस्ते।